क्या त यता उता हेरिया यता कहाँबाट राख्दै निस्क्यो पाइन्छ कि भनेर आएको यो गाउँमा गाउँमा केही पाइन्छ कि खानेकुरा अब भोकै छ भोक लागेको थियो केही छैन हाम्रो गाउँतिर त मकै सकै छन् मकै खाने दिउँला भाइसित सुत्ती थियो कि आमासित छ कि सुत्ती कतै हामी यहाँ कोही सुर्ती खाँदैनौँ सुत्ती खाने थियो हौसी छ कि हौसी छैन हौसी पनि छैन हामी केही खाँदैनौँ हौसी थियो कि बजाइ कतै हामी केही खाँदैनौँ बाबु हामी केही खाँदैनौँ मैले तेल ल्याएछ तेल दिन्छ हामी तेल पनि राख्दैनौँ बाबु केही राख्दैनौँ एउटा लिची ल्याऊ लिची छैन त हामी लिची खाँदैनौँ छ कि लिची तेल मिल्ने हो भने चाहिँ लिची दिन्छु बरु त्यसलाई पोका दिनुपर्छ फेरि एउटा लिचीको तेल दिइदियो ल्याउ लिची दियो म तेल दिइदिन्छु दिन्छु म हात पार्दैन राउटे गोतेला हुँदैन रे तेल छ राउटे हात पार्नु छैन ओइ हामी केटाकेटी आए भइ बेला राउटे अर्को पनि छ कि ल्याउ अर्को 2 प्याकेट तेल दिन्छु अर्को ल्याउ लिची अर्को ल्याउ अर्को पनि दिउँ न अर्को ल्याउ लिची यो जात त अप्ठ्यारो हो त एउटा ल्याउ भने अर्को पनि हामी केटाकेटी पहिला भागा भाग पार्दा थियौँ अर्को तेल लैजाऊ ल गिलास ल्याउ गिलास यो पछि खानु यो जातै अप्ठ्यारो मलाई गिलास पनि चाहियो त भइगयो त के गिलास चाहियो पिर्का ल्याएछ पिर्का लैजाऊ पिर्का मधेस अर्कोचोटि ल्याउला पिर्का राख ल्याउ यो ल धान दिनु है ल गिलास ल्याउ गिलास पनि सबै भैया तेल नै गराउनु गिलास ल्याउ गिलास कोसी ल्याए छैन गिलास ल्याउ गिलास छ कि गिलास छ गिलास पनि छ तेल राखेर न पऱ्यो अझ सोमारी आफै लिन न आम्नु भनिसक्यो त राखेर न पऱ्यो त तिर्का यो अब अरू तरकारी केही छ कि पिर्काको धान पिर्काको धान धान दिँदैन चामल छ कि चामल चामल छैन चामलको दिन लाग्यो ल्याउ त तरकारी केही छ कि ल्याउ यहाँ हाल तरकारी केही छैन फर्सी खाने फर्सी छ फर्सी पनि ल्याउ फर्सी लिने हो पिँडालु छेउ कि कतै छैन पिँडालु आफै खाँदैन आज यहाँ घाउटे दिलाबे पिँडालु कोराउन लाग्यो एछि त खाने मासु पनि छ कि पाठो छाटो कतै होइन घाउटे त मलाई बाँदर खान्थ्यो त यहाँ पाठो बाँदर पहिला हाम्रो जिजु बाजेले खायो अब खाँदैन हामी त खाँदैन मासु अहिलेको त पर रक्सी खाने हिँड्ने मासु चाहियो यता कहीँ पिँडालु छ कि पिँडालु थोरै घाउटे गएपछि त धानै लगाइदिन्छ पिँडालुको यति मात्रै देऊ थोरै यति देऊ यति यो मिठो हुन्छ यो भयो गाना लाग्दैन फेरि यो देऊ यति लैजान्छ अरू छ कतै खुर्सानी सुर्सानी छैन खुर्सानी पनि अरू केही छैन छैन एउटा बाटो छ कि पैसा दिन्छ बाटो बाक्सोको पाठो बाँदर खाने बाँदर अब दसैँ आयो मासु खानु पर्यो बाँदर खाने पैसा छ पैसा छैन अब के गर्ने होला कि त केही छैन छैन भयो अब त्यति भए पुग्छ चामल देऊ न चामल छ कि चामल दिदी चामल लैजानु पर्यो यति चुक पनि चाहियो अब चुक चाहियो चामल धेरै दिनु भयो न चामल एउटा केहीमा हालेन अब केही मागे नि केही दिने होइन लौ अब अर्कोचोटि आउँला पाठो छ कि पाठो छैन लौ बच्छ त अर्कोचोटि आउँला लौ बसिहाल्यो अब के गर्ने होला अब के गर्ने लौ यो सबै बसिहाल्यो अब कहाँबाट हाल्यो ल ल बच्छ त जान्छु है अब आमा दिदी बच्छ अब खोज्दै आउँला अब मेरो हाम्रो त घरै छैन वनमै बस्ने हो अब भोलि हामीलाई तरकारी दिनु आउनु पनि पर्दैन नि